यो डिफिकल्ट वाला थियो हेर्नुस्, एक्जाममा आउने डिफिकल्ट वाला थियो तर इजी भयो हामीलाई है। ल यसमा के भनेर आछ? Learning is a process by which behavior or knowledge changes as a result of experience. Learning from experience plays a major role, enabling us to do many things that we clearly were not born to do. Learning from experience ले गर्दाखेरि चाहिँ हामीलाई मेजर रोलहरु चाहिँ गर्नलाई हेल्प गर्छ। हामी जन्मिँदाखेरि क्लियर हुँदैन के भने छैन, जन्मिँदाखेरि हामीलाई थाहा हुँदैन तर हाम्रो एक्सपिरियन्सबाट चाहिँ हामी लर्न गर्दै जाँदा हामीलाई चाहिँ त्यो चीजहरु इनेबल हुँदै जान्छ हाम्रो, हैन? त्यो चीजहरु हामी गर्न सक्ने हुँदै जान्छौं भन्ने कुरा। जस्तो कि अब म्युजिकल इन्स्ट्रुमेन्ट बजाउनेदेखि लिएर मोर कम्प्लेक्स टास्कहरु पनि हामी चाहिँ हाम्रो एक्सपिरियन्सले लर्निङबाट चाहिँ हामी गर्दै जाँदा चाहिँ हामी गर्न सकिन्छ। कग्निटिभ लर्निङ यताउता भन्ने छ, लर्निङको बारेमा छ। ल अब यहाँ जानुस्, ट्याक्क भन्नुस् त एन्सर। Learning from experience plays a major role in enabling us to do many things that we clearly were not born to do, from the simplest tasks such as flipping a light switch to the more complex such as playing a musical instrument. To many people, the term learning signifies and that students to reading, listening and taking tests in order to acquire new information. यिनीहरु के हुन्? रिडिङ, लिसनिङ, यिनीहरु के हुन्? स्टुडेन्ट डु यिनीहरु के हुन्? अब ट्याक्क थाहा पाउनु पर्छ। यो एउटा एक्टिभिटीहरु एक्टिभिटीज signifies the activities that student do. Student do reading. Now in this process, which is known as cognitive learning, it's just variety of learning. It's just variety. I know one type of learning. One type of learning. One type of just learning. भनिसकेपछि one type of. However, another way that we learn is by associative learning, which is the focus of this module. कग्निटिभ लर्निङ भनेको चाहिँ यो जो स्टुडेन्टहरुले पढ्छन् हैन, रिडिङ, लिसनिङ यति तर त्यो एउटा टाइप मात्रै हो। हामीले यसमा फोकस गरिरहेको भनेको यो लर्निङ एसोसिएटिभ लर्निङमा फोकस गरिरहेछौं। Okay, yes. And you probably need specific holidays with specific sights, sounds and smells of foods with specific flavor and texture. You probably you associate certain नै हुन सक्छ होला सायद यो उस अनुसार हैन। सर्टेन होलिडेहरुलाई चाहिँ स्पेसिफिक सँग चाहिँ स्पेसिफिक को कुरा छ नि त, त्यही भएर हामी एसोसिएट सर्टेनमा जानलाई। तर कनेक्ट होलिडेज पनि हुन चाहिँ सक्थ्यो, तर अब स्पेसिफिक उसको लागि चाहिँ स्पेसिफिक फ्लेभरको लागि चाहिँ सर्टेन होलिडेजहरु चाहिँ हुन सक्छ भनेर चाहिँ पर्टिकुलरले भनेर हामीले चाहिँ लगायौं। लक कर दिया जाए नि त। ओके, वेल डन। होइन त? यसरी चाहिँ तपाईले डिफिकल्ट क्वेशन हो यो, फेरि एकदम डिफिकल्ट क्वेशन हो यदि तपाईले कन्टेक्स्ट बुझ्नु भएन भने है। तपाईले प्र्याक्टिस गर्दाखेरि चाहिँ कन्टेक्स्ट बुझेर गर्नुभयो भने तपाई यति इजी लाग्छ नि यो फिल इन द ब्ल्याङ्क्स, लास्टै इजी लाग्छ तपाईलाई यो। कुनैमा चाहिँ अब यस्तो यस्तो चीजहरुले चाहिँ एक दुई ठाउँमा एउटा ब्ल्याङ्क दुईटा ब्ल्याङ्क चाहिँ यस्तो आइदिन सक्छ डिफिकल्टमा पनि। मैले भनेको थिएँ नि पहिला राम्रो गर्दै आएर डिफिकल्ट क्वेशन पीटी को लागि डिफिकल्ट क्वेशन चाहिँ ल्याउने, तर त्यो चाहिँ हाम्रो लागि सिम्पल हुन्छ। हामीले कन्टेक्स्ट बुझेर गर्छौं, हामी त्यो हावामा यो हो कि भनेर लगाउने त्यो आत्तिएर गर्दैनौ। अब यो चाहिँ पहिला तपाई टाइमिङमा नजानु होला। पहिला प्र्याक्टिस गर्दाखेरि चाहिँ एन्सर बढी खोज्ने, एन्सर लाइक लजिकली एन्सर, अनि त्यसपछि तपाईको स्पिड बढ्दै जान्छ के पछि हैन। तपाईले के हेर्ने कसरी हेर्ने भन्ने त प्र्याक्टिस हुँदै जान्छ नि त। अनि त्यो टाइमिङ चाहिँ घट्छ, अनि टाइमिङ घट्दै गर्दै 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 तपाईले चाहिँ आफ्नो टाइममा ल्याइहाल्नुहुन्छ। सुरुमा चाहिँ टाइमिङमा ख्याल नगर्नु होला। प्र्याक्टिस गर्दाखेरि चाहिँ सकभर मोर एन्ड मोर मिलाउने कोसिस चाहिँ गर्नु पर्यो हैन, लजिक सहित। फेरि इलोजिकली जे पाए झ्यामझ्याम लगाएर होइन है। मेन चीज के रहेछ? पहिला सुरु कन्टेक्स्ट बुझ्नु पर्यो। कन्टेक्स्ट बुझ्ने रहेछ। कन्टेक्स्ट बुझ्ने भन्ने धेरैले भनिरहेको हुन्छ कन्टेक्स्ट बुझ्ने भन्नाले, तर कन्टेक्स्ट बुझ्ने भनेको के हो भन्ने चीज थाहा हुँदैन। कन्टेक्स्ट बुझ्ने भनेको त्यो प्याराग्राफ
प्याराग्राफको 2-3टा सेन्टेन्स माथिको पढ्न बित्तिकै तपाईले त्यो प्याराग्राफको उद्देश्य, त्यो प्याराग्राफले भन्न खोजेको के हो भन्ने नेगेटिभतिर गइरहेछ, पोजिटिभतिर गइरहेछ त्यो छुट्याउने अगाडिको 2-3टा सेन्टेन्सले तपाईलाई यो तल के आउँछन् जस्तो छ भन्ने चाहिँ माथिको 2-3टा सेन्टेन्सले तपाईलाई भनिदिइसक्छ। त्यो भनेको चिज चाहिँ कम्प्लिटली बुझ्नु पर्यो, त्यति मात्रै हो कन्सेप्ट। त्यसको लागि तपाईले सुरुमा चाहिँ के गर्नु पर्यो, बिस्तारै पढेर बुझेर पढेर चाहिँ गर्नु पर्यो। कि इङ्ग्लिस राम्रो भएको मान्छेले कोही त बुझ्दैनन् हैन, अब जति पढे नि बुझ्दैनन्, अब त्यस्तो मान्छेले त सक्दैन। त्यसले त्यसको लागि फेरि अब रुल लगाउनु पर्यो हैन, के रुल लगाउने, अलिअलि रुल लगाएर यताउता गरेर मिलाएर हैन त्यस्तो गर्ने कोसिस गर्छन्। तर हामीले के गर्छौं, ग्रामरलाई यसमा एउटा चाहिँ उतापट्टि रिड एन्ड राइट फिल इन द ब्ल्याङ्क्समा चाहिँ ओमिसनको लागि युज गर्छौं र यसमा चाहिँ हामीले के गर्छौं भन्दाखेरि रिभेरिफाई, हाम्रो एन्सरलाई चाहिँ फेरिबाट भेरिफाई गर्नको लागि ग्रामरको युज गर्छौं हामीले है त। जस्तो अब यहाँ एक्टिभिटिज त लगाउनु भयो तपाईले हैन, एक्टिभिटी लगाइसकेपछि रिडिङ अनि यहाँ टेस्ट छ, टेकिङ टेस्ट अनि लिसनिङ रिडिङ धेरै टास्कहरुको कुरा गरिरहेछ, त्यसकारणले यहाँ एक्टिभिटिज भयो, यो मिल्यो भन्ने चाहिँ यहाँ एक्टिभिटी मात्रै हुन्थ्यो हैन, सिग्निफाइज द एक्टिभिटी मात्रै हुन्थ्यो भन्दाखेरि चाहिँ अलिकति होइन कि क्या हो अरु पनि छ कि अप्सन भनेर हेर्न जान हुन्थ्यो हैन। तर यहाँ एक्टिभिटिज छ, ठ्याक 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 यिनीहरु त एक्टिभिटिज नै हो, मिल्यो हैन। यहाँ जस्ट भनिसकेपछि तपाईले भेराइटी भन्ने चिज आएन यहाँनेर हैन, यो जस्ट वान हुनु पर्यो। यहाँ त जस्ट भनिसकेपछि यो ग्रामरले चाहिँ रिभेरी, तपाईले भेराइटी लगाउनु भएको थियो तर यहाँ मैले जस्ट भन्न बित्तिकै तपाईले के गर्नु, जस्ट भन्न बित्तिकै त यहाँ त भेराइटी हुन्न, वान हुन्छ भनेर तपाई आउनुभयो हो। यसरी चाहिँ ग्रामरले चाहिँ के गर्छ भने रिभेरिफाई, रिचेक गर्ने, हामीले चाहिँ एन्सर जे लगाएको छौं त्यसलाई रिचेक गर्ने काम चाहिँ ग्रामरले गर्छ। तर एन्सर केले दिन्छ, कन्टेक्स्टले दिन्छ। एन्सर दिने काम चाहिँ कन्टेक्स्टले नै गर्छ, तपाईले बुझ्नु नै पर्छ। इंग्लिश चाहिने भनेको रिडिङमा मात्रै, रिडिङको 2टा फिल इन द ब्ल्याङ्क्समा मात्रै हो, अरु कहीँ चाहिँदैन इंग्लिश, यसमा चाहिँ चाहिन्छ।